आज राति 12 बजेबाट भोलि मतदानको कार्य सम्पन्न नहुन्जेलसम्म अथवा भोलिको साँझ 5 बजेसम्म सवारी साधन आवागमनमा निषेध गर्ने गरी निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ। सो बमोजिम अति आवश्यक सेवाका केही सवारी साधनहरू बाहेक अन्य सवारी साधनहरू चलाउन नपाइने अवस्था हुन्छ। त्यसैले सम्पूर्ण मतदाता महानुभावहरू आफ्नो गन्तव्यमा पुग्न पर्ने यात्रुहरू सबैले आज राति 12 बजेसम्ममा आफ्नो गन्तव्यमा पुगिसक्नु पर्ने हुन्छ र आफूले गर्नुपर्ने अति आवश्यक कार्यहरू पनि आज राति 12 बजेसम्ममा मात्रै सवारी साधन चल्ने बेहोरा म सम्पूर्ण महानुभावहरूमा हार्दिक अनुरोध गर्न चाहन्छु। र यो सवारी साधन निषेधको अवस्थामा 3टा प्रकारले सवारी साधनहरू सञ्चालन गराउन पाइन्छ। एउटा अति आवश्यक सेवाका सवारी साधनहरू एम्बुलेन्स, दमकल, सब वाहन जस्ता अति आवश्यक सेवाका सवारी साधनहरू सञ्चालन गर्न पाइन्छ। त्यसैगरी कूटनीतिक नियोगका नीलो प्लेट भएका सवारी साधनहरू पनि सञ्चालन गर्न पाइन्छ र निर्वाचन आयोग र सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले निर्वाचन आयोगले स्वीकृत गरेको कार्यविधि बमोजिम पास उपलब्ध गराएका सवारी साधनहरू पनि यो अवधिमा सञ्चालन गर्न पाइने कुरा म सम्पूर्ण महानुभावहरूमा हार्दिक अनुरोध गर्दछु।